ठुला पाहाहरू पाइसकेको छु मैले। यत्रो ठुलो नाइट ड्युटी पाहा खोज्नु निक्लेको हामी 4 भाइ पाहा खोज्नु निक्लेको। अब है पाहाहरू चाहिँ यता हामीलाई पक्राउ भनेर बसिरहेको छ। बाटोतिर हेर्नु पर्यो। यसरी गुरी गर्न आयो यस्तो छ। पकड जात्रा यो खान्छ खान्छ यो पाइसकेको छु। अझै एउटा पाइसकेको छु। यति झन्डै निस्क्यो। पाइसकेको छ अझै यस्तरी पाएको छौँ हामीले चाहिँ। वाउ हो यस्तो पाएको छौँ बेगुटा। यस्तरी पाएको छौँ हामीले चाहिँ तामुलबारीमा हो राति है। पाइसकेको छु यत्रोको चाहिँ एउटा राति मारेको भेगुता चाहिँ अहिले अब सफा गर्नुपर्ने हुन्छ। हामी उजिँदै रहेछ यो। ए पाहा यत्रो पाइसकेको छौँ। हिजो राति खोजेको 29 पिस पाइसकेको छौँ हामीले पाहा। आज चाहिँ सफा गरेर यो अगेनामा सुकाउनु पर्ने हुन्छ हामी चाहिँ। हिजो राति मारेको नि त। वाउ लाइक वन्डरफुल। ल भेगुताको दर बर्सात हुँदैछ यहाँ त ड्याङ ल है। पाहा कति खानु पाहा आमामा। आटाई निमक लिएर आउने पाइसकेको छु मेरो है। हो पुरा सुकाइसकेको छु। यस्तो मजाले सुक्यो नि यो पाहा। ठुलो खालको पाहा हो यो। ठुलो खालको पाहा हो। डाङ्गोवाला होइन डाङ्गोवाला बेङ्गसले त्यो। अनि यसलाई चाहिँ हामीले पुरा सुकाइसकेको छौँ। यसरी सुकाउनु पर्ने हुन्छ नि त। यो यता आगो जलिरहेछ हो। यता सुकाइरहेको छौँ। यो कलको पत्ताले ढाक्नुपर्ने हुन्छ हामी। सबभन्दा ठुलो पाहा ग्रिन मुसी सुक्छ त यो। यसको लागि यस्तरी चाहिँ हामीले चाहिँ यसलाई यो माछा चाहिँ हामीले पोखरीमा पक्रेको माछा पनि पक्रेको छौँ। यस्तरी सुक्छ यो। यस्तै सबभन्दा ठुलो पाहा ग्रिन यस्तो छ है पाहा। ल